हे गाइज तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो न्यू भिडियोमा। अनि आज चाहिँ म एकै बिहान रेडी भएर जान लागेको गाउँतिर। तिहारमा त फेरि घर नै झिलिमिली हुने क्या सहरतिर त। रुमबाट निस्किँदा त उज्यालो भएको पनि थिएन, बस पार्क लिएर आइपुग्दा त पुरै छर्लङ्गै उज्यालो भइदिरा। अनि गाडीको सिटमा पनि बसिहाल्यो, त्यसपछि गाडी गुड्न पनि थालिहाल्यो। अनि आधी बाटोमा पुगेपछि खाजा खानलाई पनि रोक्यो। मैले चाहिँ खाजाको सट्टामा एउटा रेड बुल खाइदिए। त्यसपछि फेरि यात्रा सुरु। 2-3 घण्टा पछि म चाहिँ बजारमा ओर्लिएर लाग्दिए बस पार्क तर्फ। बच्चामा सँगसँगै पढेको साथी भेट्दा त शक लाग्दिरा, कत्रो भएको आम्मामा। बस पार्कमा बस त रहेछ तर चाँडै नजाने वाला पो रहेछ। त्यसपछि सबैजना मिलेर बोलेरो रिजर्भ गरेर हामी गाउँतर्फ लागियो। गाडीबाट झरेर सिधै फुपू घर गएर फुपू घरबाट भने फेरि ग्राउन्ड तर्फ लागियो। एउटा चाउचाउ लिएर ग्राउन्डमा पुग्दा त गेम हुन लागिसकेको रहेछ। अनि सिधै नम्बर काउन्टमा गएर नम्बर काउन्ट पनि गरियो। रात पर्दा नि चारैतिर लाइट झलल बालेर गेम सञ्चालन गरिरहेको थियो। त्यसपछि म चाहिँ गेम सकिने बित्तिकै घरतर्फ पनि लागियो। घर पुग्ने बित्तिकै सिधै ओछ्यानमा। अनि आजलाई चाहिँ यति नै गाइज, एन्ड टाटा बाइ बाइ।